मेरो स्वागत छ सबैजनालाई। आज म माघे सत्यारीको विशेष कार्यक्रम भएको देखाउने छु। मैले आज म दसैँ तिहारमा थिएन यहाँ। त्यस्तो मेरो ठुलो मम्मीले मलाई विशेष परिकार बनाउँदै हुनुहुन्छ। त्यो बनाएको परिकार हजुरलाई देखाउँछु। मैले के छन्, के बनाउनु पर्छ, के खान पाइन्छ, आज के खान पाउँछौँ सब देखाउँछु। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। सबैले सब्सक्राइब गरिदिनु सबैजनाले गरिदिनु होला। ल भिडियो सुरु गर्नु भयो। अब भान्सा कोठातिर हेर्नुहोस्। जानेछु म भान्सा कोठातिर। अब मायामी कहिले आयो? मायामी त भाइरल बहिनी हो मायामी। अङ्कलहरू यहाँ बताउँदै हुनुहुन्छ। यहाँ यहाँनिर जाडो छ। माघी सङ्क्रान्तिको कार्यक्रम विशेष भइरहेछ। बुवा त्यहाँ हुनुहुन्छ। हेर्नुहोस्, जानेछु भित्र। भान्सा कोठाभित्र पसेँ। भयो हेर्नु, यो बनाएको खानेको यहाँ बनाउँदै हुनुहुन्छ। अचार के अरे बनाउँदै हुनुहुन्छ। के भन्छन्, प्रोला भन्छन्, बटुक भन्छन्। यही बनाउँदै हुनुहुन्छ। यहाँनिर सेलरोटीको पिठो पनि यहाँ तयार छ। अचार पनि तयार छ। अचारमा कागती हाल्दै हुनुहुन्छ। अचार, आलु फुलाको अचार। आज माघे सङ्क्रान्ति विशेष जाडोले केही खान सकेन। आज चाहिँ अचार बनाउँदै हुनुहुन्छ। उतातिर हो, त्यहाँनिर त्यो कुकरमा के अरे तरुल छ। यहाँभित्र चाहिँ लड्डुहरू छ है। यो लड्डु हिजो बनाउनु भएको। लड्डु खाइसक्यौँ। हामीले खाइसक्यौँ। रोटी खान्छौँ। सेलरोटी, बटुक, अचार। हामीले त यस्तै खान्छौँ। तपाईँहरूले के खानुहुन्छ त माघे सङ्क्रान्तिमा? हामीले त यस्तो बनाएर खाँदैछौँ। तपाईँहरूले माघे सङ्क्रान्तिमा के खाँदै हुनुहुन्छ कमेन्ट गर्नु होला है त। बिरामी थियो। दसैँ तिहारमा काठमाडौँ थिएँ म, यहाँ थिएन। त्यो विशेष बनाउँदै हुनुहुन्छ मैले भन्ने चाहिँ फर्स्ट टाइम हजुरले भनेको थिएँ त म अघि। मैले भिडियो सुरु हुनु अगाडि। ल भन्छ कि पढौला भन्छ बोल्नु लाग्यो। निकाल्नु लाग्नुभयो। राख्यो टिकटक भाइरल बुवा। भाइरल टिकटकको अर्को बुवा हुनुहुन्छ। यहाँ अङ्कल हुनुहुन्छ। यहाँको तापी राख्नुभएको छ। यहाँ अनि टिकटक हेरिरहेको बस्नुहुन्छ। यता बनिसक्यो पुरौला बटुक भन्ने हाल्नु लाग्नुभयो। गोलो भयो त साँच्चै। दुईटा बनाइसक्नुहुन्छ। पुरौला भन्छन् कि बटुक भन्छन् बुझ्दैछ। यहाँ हालिदिनु भएको छ। यिनले सेल हाल्नु भएको छ। यहाँ अचार छ। दिनुभएको छ यहाँ टक्क खानलाई। अब खाना बस्छु। अब एकछिनमा खाने हो। भिडियो यति नै। अब हामीहरू सबै नयाँ भिडियोमा फेरि भेट्नु हुनेछ। नयाँ भिडियो, नयाँ टपिक, कुनै नयाँ टपिकमा भेट हुनेछ। हामी कुनै ठाउँमा गएको, कुनै ठाउँमा खाएको भिडियोमा भेट हुनेछ। तबसम्मलाई सबैजनालाई जय नेपाल, नेपालमा जय।